साथीहरू विगत 15 वर्षदेखिको एकल रूपमा शासन चलाएर अत्याचार, हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरू गरेको बिरजङ थापा र बिरजङ थापाको छोरो विशाल थापालाई भने यति बेला रामले भने तिनीहरूको सही ठाउँमा भने पुर्याइसकेका छन्। हो साथीहरू, राजनीतिको खोल ओढेर विभिन्न अपराधमा संलग्न रहेको आरोपमा विशाल, त्यस्तै विशालको बाउ बिरजङ थापा, चण्डिका र निशालाई पनि यति बेला प्रहरीहरूले नियन्त्रणमा लिइसकेको छ र प्रहरीहरूले नियन्त्रणमा लिए पछाडि उनीहरूलाई आवश्यक कारबाही पनि अगाडि भने बढाइएको छ। त्यस्तै यता 15 वर्षदेखिको एकल रूपमा शासन सत्ता चलाइरहेको थियो बिरजङले र यसपालि भने बिरजङले आफ्नो छोरो विशाललाई भने चुनावमा उम्मेदवार उठाएको थियो। तर यति बेला चुनावमा उम्मेदवार उठाएको विशाललाई भने रमेशले सजिलैसँग पराजित भने गरेका छन्। 10,000 भोट मध्ये 100% भोट भने रमेशले ल्याएका थिए भने विशालको भागमा जम्मै 5 भोट मात्रै थियो र बिरजङको कार्यकर्ता जति सबै रामकै मान्छे रहेछन् भन्ने कुरा पनि हामीले चाल पाइ पनि सकेका छौँ। र बिरजङलाई साथ दिने सबैजना जेल गएको देखेर तपाईँहरूमध्ये को खुसी हुनुहुन्छ? यदि तपाईँहरू पनि रमेशले चुनाव जितेको देखेर र बिरजङका मान्छेहरू जति सबै जेल गएको देखेर एकदमै धेरै खुसी हुनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम लेखेर हाम्रो च्यानललाई पनि सब्स्क्राइब भने गरिदिनु होला। रमेशले चुनाव जित्नु भनेको रामले जित्नु हो र यति बेला रमेशले चुनाव जितिसके पछाडि वर्षौंदेखिको न्याय नपाएका चेलीहरूले पनि न्याय भने पाइसकेका छन्। हो साथीहरू, बिरजङले जति पनि अत्याचार, हत्या, हिंसा, बलात्कार गरेको थियो ती सबै अपराधहरू भने लुकाएर राखेको थियो र ती अपराधहरू विरुद्ध दर्ता भएको फाइलहरू पनि राजनीतिक दबावको कारणले गर्दाखेरि ती फाइलहरूलाई रोकेर भने राखिरहेको थियो। तर यति बेला रामको फेला बिरजङ परे पछाडि यति बेला रामले ती सबै फाइलहरू खोलेर भने बिरजङको छोरो चण्डिका र निशामाथि आवश्यक कारबाही पनि अगाडि भने बढाइसकेका छन् र अब उनीहरूले गरेको अहिलेसम्मको कुकर्मको फल भने पक्कै पनि पाउनेवाला भने छन्। र यता रमेशलाई चुनाव जित्न नदिनको लागि बिरजङले रामलाई पनि मार्न पछि भने हटेका थिएनन्। तर राम र प्रहरीहरू मिलेको कारणले गर्दाखेरि राम सजिलैसँग भने बाँचेका थिए। त्यस्तै उता रमेशलाई पनि उम्मेदवारी फिर्ता लिए भनेर भरतमणी र मालती भने रमेशकै घरमा आएर 10 लाख रुपैयाँ भने बिरजङले पठाएको हो भनेर 10 लाख रुपैयाँ लिएर भने आएका थिए र रमेशले भने म बिरजङले जति नै करोडै पैसा दिए पनि म आफ्नो स्वाभिमान बेच्दिन भनेर रामलाई भने रमेशले साथ दिइरहेका थिए र रामले चाहे पछाडि जे कुरा पनि गरेरै छाड्छन् भन्ने कुरा भने रमेशले राम्रोसँगले बुझेका थिए। त्यसै कारणले गर्दाखेरि रमेशले रामलाई साथ दिए पछाडि यति बेला रमेशले नै चुनाव भने जितिसकेका छन् र रमेशले चुनाव जितेसँगै न्यायले जितेको हो र न्यायले जितिसके पछाडि अहिलेसम्म जतिजनाले पनि न्याय पाएका थिएनन् ती सबैले पनि न्याय भने पाइसकेका छन्। साथीहरू, रमेशले चुनाव जितेको देखे पछाडि तपाईँहरूमध्ये को खुसी हुनुहुन्छ? यदि तपाईँहरू पनि रमेशले चुनाव जितेको देखेर र बिरजङले अहिलेसम्म गरेको कुकर्मको फल पाएको देखेर खुसी हुनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम, कमला र मुना लेखेर हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस्त नमस्कार।